आज 2082 असोज 11 गते हामी दुई परिवार का 8 जना वीरेन्द्र चोक पोखराबाट कापुचीको लागि जिपमा हामी चढेर अगाडि बढ्यौं। बीचमा झरनाहरू झोलुङ्गी पुलहरूमा फोटो खिच्दै रमाउँदै हामी अगाडि बढ्यौं। बीचमा आएका गाउँहरूमा मनोरम दृश्यहरूको रमाइलो पनि लियौं। हामीले हिँड्ने कहिले हामी हिँड्यौं, कहिले जिपमा सवार भयौं। धेरै नै रमाइलो भयो यात्रा र लगभग 3 घण्टाको यात्रापछि हामी सिक्लेस पुग्यौं र सिक्लेसमा हामीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अफिसमा हामी भिजिट गर्यौं। त्यहाँ म्युजियममा गएर त्यहाँको बारेमा जानकारी लियौं। आज असोज 12 गते 2082 हामी चाहिँ पोखराबाट सिक्लेस हुँदै कापुची जाने क्रममा यो चाहिँ सिक्लेसको पार्कमा यो खर्कमा हामी छौँ। यहाँ चाहिँ एकदमै राम्रो ल्यान्डस्केप छ। तलतिर पोखराको भ्याली देखिन्छ। यो चाहिँ पानी परिरहेको छ अहिले, राम्रो सुन्दर भ्याली। पारिपट्टिको गाउँ देखिन्छ। के रे यो चाहिँ गाउँ? ताङथिङ गाउँ। अनि यो हिमाल, साह्रै सुन्दर दृश्य छ। यो लमजुङ हिमाल, अन्नपूर्ण हिमाल नजिकै। अनि हामी चाहिँ त्यो हिमालको काखमा जाँदैछौँ आज। ग्लेसियर लेक छ त्यहाँ कापुचे। सिक्लेसमा एक रातको बसाइपछि हामी बिहानै लगभग 8 बजे त्यहाँबाट कापुचीको लागि अगाडि बढ्यौं। बाटोमा देखिएका सुन्दर दृश्यहरूमा रमाउँदै, फोटोहरू खिच्दै, नाच्दै, गाउँदै हामी अगाडि बढ्यौं र बाटोमा अत्यन्तै सुन्दर झरनाहरू, पहाडहरू, हिमालहरू देखिएका थिए, जसले हाम्रो यात्रालाई साह्रै नै रोमाञ्चक बनाएको थियो। टोली कापुचेतिर अगाडि बढ्दैछ। उकालो ओह्रालो भन्ज्याङ चौतारी हुँदै प्रकृतिको छटाहरूमा रमाउँदै टोली अगाडि बढिरहेको छ। ल, टोली अगाडि बढ्दैछ कापुचेको। एकदम फाइनल उकालो उक्लिँदैछ। यो घनघसियाको उकालो भन्दा नि बढी रहेछ। सबजनाले चाहिँ कसैले हार मानेको छैन। फुल इनर्जीका साथ हिँडिरहेछ टोली। यस्तो पो हो। छोरीले चाहिँ त्यो बाटो फेरि ठाडै लिएर जाने, कहिल्यै तेर्सो बाटो नहिँडाउने, खाली ठाडो लाने। त्यही पनि यो जेन एक्स हो कि वाइवालाहरू हिँडेका छन् पछि लाएर, जेनजीको पछि लाएर। ल त ल, यो कापुची आगो जस्तो लाग्यो। स्वागतद्वार जस्तो पो देखियो त हौ। सानो स्वागतद्वार, नेचुरल। यसरी चाहिँ हामी हिँड्दैछौँ। 5 बजेको छ। यसरी हामी जङ्गलको भित्रबाट हिँड्दैछौँ। कापुची जस्ट आइपुग्न लागे जस्तो छ। यस्तो हेर्दाखेरि दुई रुखहरू यसरी दुईटा कनेक्टेड भएर द्वार, वेलकम द्वार जस्तै देखिन्छ। लगभग 8 घण्टाको यात्रापछि हामी फाइनली कापुची पुग्यौं। त्यहाँ हामीले एउटा रिसोर्टमा बस्यौं र त्यहाँ चाहिँ बेलुका क्याम्प फायर गरेर हामी गाउँदै, अन्ताक्षरी खेल्दै हामी रमाइलो गर्यौं। भोलिपल्ट बिहानै हामी कापुची लेकमा गयौं। साह्रै नै सुन्दर दृश्य कापुची लेकको। हामीले धेरै फोटोहरू पनि खिच्यौं, रमाइलो गर्यौं। आज असोज 13 गते 2082 हामी कापुचे ग्लेसियर लेक हिमतालमा छौँ। यो विश्वकै सबैभन्दा होचो स्थानमा रहेको हिमताल हो। 2450 मिटर समुद्र सतहबाट। हामी चाहिँ यता हुन्छ एकदम हरि एन्ड पूजा फ्यामिली, सोनी एन्ड कल्याण फ्यामिली विथ सन्स एन्ड डटर, एन्ड हामी यसरी आइरहेको छौँ। एकदमै रमाइलो छ, एकदमै राम्रो भ्यू, एकदम ग्रिन ब्युटिफुल लेक र एकदम यहाँबाट ग्लेसियरहरू आएको छ। त्यहाँबाट झर्ना देखिन्छ। यो अलिकति घाम चर्किएपछि चाहिँ यहाँबाट चाहिँ यो
हिउँ पहिरो एभालान्चे पनि आउने गर्दछ यो बाटो भएर। यसरी चाहिँ हामी छौँ। यहाँ चाहिँ धेरै नै व्यक्तिहरू आउनु भएको छ। यो ग्रिन फरेस्ट एकदमै राम्रो छ। यसरी चाहिँ हामी छौँ।